कति गर्नु हो काम पनि गर्दा गर्दै थाकिसक्यो आज पनि त्यही काम भोलि पनि त्यही काम गरेको छ हैरान हो ए माइली झपक्कै भएर एकदम कसलाई देखाउन आकी हो कि नि मलाई नि देखाउन आकी होला नि मेरा यस्ता सामान छन् भनेर राम्री बनिएर आज कान्छीलाई देखाउनु पर्यो नि मेरो सुन कति छ भनेर निकै ऊ मात्रै कति देखाउनु हौ मैले पनि देखाउँ न एक दिन ओह दाउरा भाँचिराखेकी रहेछन् देखाउनु पर्यो नि गएर कान्छी के गर्दैछौ हौ के गर्नु माल दिदी दाउरा भात्न धमाधम छ मेरो त के गर्नु काम भनेको सधैँ भ्याइ नभ्याइ हुन्छ यहाँ हेर न यहाँ हेर 5 लाखको छड्केतीलाई ल्याइदिनु भएको छ अनि सुन हेर न कहिले सुन्दै मुख ए के को सुन त तिमीले देखेकी होला तर यस्तो सुन चाहिँ देखेको छैन होला यहाँ हेर न डायमन्ड अब के गर्छौ यस्तै होला गर्मी पनि लाग्दो रहेछ अहिले सुन धेरै लाग्दा त कस्तो गर्मी भारी भारी ल हौ म लाग्यो ल तिमी काम गर कसैको नभएको सुन देखाउन पो आकिरहेछ मलाई